यहाँबाट सब ब्युटी क्याप्चर गरिदिने आज भिडियोमा, कसैले पनि नगरेको कुरो। यो हाम्रो फर्स्ट भ्लग हुन्छ गाइज, हामीले चाहिँ अब जित्छौँ सबैलाई। हाम्रो भ्लगले जित्यो, सबलाई जितिसक्यो। अब यो जखरन्डाको सबैभन्दा पहिले फुलको पिक्चर हामीले ल्याएर आउँछौँ। हेलो एभ्रिवान, गुड मर्निङ, गुड आफ्टरनुन एन्ड welcome back to our vlog again. It's been very long time that I haven't made any vlog, हैन? त्यही कुरा छ, राइट? सो कतिले लागिसक्यो होला, मान्छे कहाँ गायब भइसक्यो, 2-4वटा भ्लग बनाए गायब भन्दैला फेरि होइन गाइज। म चाहिँ ठ्याक्कै राइट सिजन राइट टाइमको एकदम पर्खाइमा थिएँ। सो फाइनली वी हेभ गट द राइट सिजन विथ भेरी राइट टाइम। ठ्याक्कै मैले खोजेको सिजन, मैले खोजेको टाइम आएको छ। अब यो बेलामा कति ठाउँ भाइरल हुने यो मजाले थाहा छ हामीलाई भ्यालीभित्र के हुन्छ अहिले। अब जकरन्डाको फुल फुल्छ या फेरि फुलिसक्यो, फुल्छ त नभनौँ, फुलिसक्यो है त। सो त्यही फुलको लागि मान्छेहरू कता कता पर्खिरहेको हुन्छन्, ब्युटिफुलहरू। सो दोज ब्युटिफुल विल गो एन्ड टेक पिक्चर्स, मेक टिकटक भिडियोज, के बनाउँछ, के बनाउँछ। कन्टेन्ट क्रिएटरको त कन्टेन्ट पुरै भरिभरा हुन्छ रे अहिलेको सिजनमा। अब त त्यो एआई वाला आउँछ कि फिलिङ दिँदै होला के अरे मलाई जकरन्डाको फुल भन्छन् रे, मलाई हेरेर टिकटक बनाउँछन् रे। यो वाला कन्डिसन केही छैन। ल आज चाहिँ भ्लगको चाहिँ मेन टाइटल के हुन्छ भने टक्क त्यहाँनिर लगाएर चाहिँ स्प्रिङ के अरे काठमाडौँ भ्याली इन स्प्रिङ सिजन होइन। त्यो भ्लगको टाइटल नै त्यही हुन्छ क्या मेन कुरो चाहिँ। अनि सर्ट लगाएर काठमाडौँ भ्याली इन स्प्रिङ सिजन भन्यो भने या फेरि बसन्तमा काठमाडौँ भन्यो भने कस्तो देखिन्छ होला त। अब ट्याक्क त्यही लगाएर त्यही बनाउने हो हेडिङ चाहिँ। त्यो हेडिङ त्यो भइसक्यो भने बाँकी कुरो त जे छ त्यही देखाइदिने हो। ल अब यहाँदेखि एउटा ब्युटिफुल रोड, राइट? अब यहाँबाट सुरु हुन्छ हाम्रो यो काठमाडौँ भ्यालीको ब्युटिफुल सिनारियो। काठमाडौँ भ्याली भनेपछि हामीलाई थाहा छ नि त, ललितपुर, भक्तपुर, काठमाडौँ। अब सबै ठाउँ त देखाउनु पोसिबल हुँदैन होला के अरे। तपाईँहरूलाई थाहा भएको र नभएको ठाउँहरू देखाइदिन्छु म अलिअलि। यो थाहा छैन भने कसैलाई चाहिँ यो चाहिँ दिस इज के भन्छ भैँसीपाटी, झन्डै भक्तपुर भन्ने क्या यार। म झुकेर भक्तपुर भनिरहेको छु। ल भैँसीपाटी भयो त्यो चाहिँ। भैँसीपाटीको सिनारियो अलिकति तपाईँले देख्नु पाउनुभयो, जुन सुन्दर थियो, हरियाली थियो। यो होइन पर्पल कलरको थियो, कस्तो हरियाली भन्न पुग्छु म। अरे कलर ब्लाइन्ड भन्दैला फेरि। यस्तो हुन्छ कि अब यो हेलमेटबाट हेऱ्यो भने चाहिँ जुन भाइजर लगाएको हुन्छ पुरै मजाको, यहाँनिर चाहिँ कालो छाया परेको हुन्छ नि त बाहिरतिर। अब यो हेर बढी यो हेर एक्सिडेन्ट पार्ला जस्तो छ। त्यसले गर्दा हो कि त्यो थाहा नहुने भनेको। पश्चिमको ही पूर्व घर। अब आजभोलि त न्युज हेर्नु नि रमाइलो लाग्छ कि, मजाले न्युज हेरे हुन्छ होइन। न्युज हेर्दै गयो सट्ट लगाएर एउटा दुइटा कुनै भिडियो आउँछ, टक्क बालेन शाह ल प्रधानमन्त्रीको नाम आइहाल्छ। अनि त्यसपछि त फेरि अरू के टाइटल चाहिँदैन, फेरि प्रधानमन्त्रीको नाम आउने बित्तिकै के गर्ने त त्यो भिडियो पुरा हेरिदिने बस ढुक्कै लाएर, अरू केही कुरै छैन। त्यस्तो रमाइलो लाग्छ क्या। यस्तो नाम आयो प्रधानमन्त्रीको, सट्ट लगाएर हेर्न पनि पाइयो, मजा आउँछ त्यो। अब यताबाट कहाँ जाने होला त? त्यहीँ जानु पऱ्यो जहाँ जानुपर्छ होइन। यहाँबाट सट्ट लगाएर अब जाने हामी चाहिँ त्यो जकरन्डाको फुल कहाँ कहाँ पाइन्छ अरूतिर, त्यो खोज्दै जाने हो। सबै फुल खोज्ने हो, सबै फुल, ब्युटिफुल एभ्री फुल होइन। ओहो हो। अब एउटा रमाइलो कुरो के छ भने आजभोलि त कहीँनिर टक्क लगाएर स्पिड लगाइदिउँ भने पनि समस्या छ भने पुलिसहरू यति स्ट्रेट भइसकेको छ, यति पावरफुल भइसकेको छ नि, कहाँ कहाँबाट खोजेर पत्ता लगाउँछ यार। वेट म सुरुमा यो हेलमेटको स्ट्राइप हल्का खुस्केको रहेछ, लगाइहालौँ। फेरि पछि लगाएर बाटोमा कहाँनिर नि खोजिदिन्छ हेलमेटको स्ट्राइप। खै बाबु भनेर चाहिँ टक्क लगाएर पैसा माग्दियो भने। अस्ति थाहा छ मैले सपना के देखाएँ भने एकान्त कुनानिर मलाई कुन चाहिँ एउटा ट्राफिकले समाएर चाहिँ यसो कुनामा लगेर मलाई 500 रुपियाँ दिनुहोस् तपाईँलाई छोडिदिन्छु भन्छ। ल मलाई त यार खै के गरेको थिएँ कुनै सपनामा मैले, के बाटो काटेर बिगारेको थिएँ कि या फेरि के गरेको थिएँ कुनै। 500 रुपियाँ दिनुहोस् छोडिदिन्छु भन्छ कि। अन्त मैले 500 रुपियाँ दिएछु पनि। अनि दिइसकेपछि त आएर कता कम्प्लेट गरिरहेको छु फेरि म। सपनामा पनि कस्तो सपना देख्छु यार। लाइसेन्स बोकेको छु कि मैले त बोक्नु चाहिँ। अब तै पनि खै सपना देख्छु कता कताबाट। त्यो होइन कहिले कुनै यस्तो गल्लीहरूतिर परेको बेलामा सट्ट स्पिड हानेको जस्तो हुन्छ नि त आफूलाई। अनि त्यसैले गर्दा होला राति सपनामा पनि चिट काटेको सपना देख्छ। तर सबै ठाउँमा स्पिड हान्दिनँ कि, मजाले यो रिङ रोडहरूतिर मेन रोडतिर त आरामै चलाउँछ नि। कहाँ सबै ठाउँमा यसरी स्पिड गर्छु त यार। अन्त अहिले त फेरि जहाँ पनि जे गरिरहेको हुन्छ गल्ली गल्लीमा ट्राफिक पुलिस हुन्छ यार।
कस्तो रमाइलो लाग्छ कहिले के त साह्रै आनन्द लाग्छ कि हेऱ्यो भने कस्तो त्यो खुसी लाग्छ कि त्यो कहीँ यसो चेक गर्ने बेलामा आफूसँग लाइसेन्स हुन्छ नि त अनि फेरि कहीँ बेला स्पिड गरेको बेलामा त फेरि डर लागिहाल्छ फेरि ल आइहाल्छ कि भनेर यो चाहिँ हाम्रो नक्खु स्पट भयो मैले सुनेअनुसार नक्खुमा 3-4वटा एक्सिडेन्ट भइसक्यो रिसेन्टली भन्ने सुनेको थिएँ मैले गाइज एक्सिडेन्ट भन्ने वर्डको नाम पनि नलिनु भन्थेँ मैले चाहिँ मनमा नि अब मुखबाट लिइहालेँ अब केही छैन त्यसलाई अब लिएको जस्तो गरिहाल्नु पऱ्यो अब बाँकी लाएर यसो कता कता के छ हेर्दै जाउँ क्यामेरामा कति क्याप्चर हुन्छ होइन मैले चाहिँ टाउको कस्तो फर्काएर हेर्नु मिल्छ के अरे जहाँ पनि रमाइलो देख्छु क्यामेराबाट हेर्ने मान्छेले सिधा अगाडि देख्ने भयो दायाँ बायाँ देख्दैन अब मन नदुखाउनु कुरा यस्तै हो जिन्दगी मरिलान के छ र ओहो ल केही छैन अब यहाँबाट चाहिँ यस्तो राम्रो ठाउँमा जान्छु मैले जहाँनिर टिकटक ट्रेन्डहरू चाहिँ खुब चल्छ अब चाहिँ आज छुट्टी छ नि त होइन छुट्टी भएपछि त के छोड्छ उनीहरूले अब आज त दबाइरहेको होला त्यहाँ गएर पुरा अहिलेदेखि खाना नखाएर पुरै बिहानदेखि बसिरहेको होला कोहीको त जबसम्म भाइरल हुँदैन तबसम्म भिडियो बनाउँछु भनेर पुरै ट्रेन्ड चलाइरहेको हुन्छ मान्छेहरूले त अब कसैलाई थाहा छैन भने चाहिँ आज हामी त्यहीँ जान्छौँ जगरान्टाको फुलतिर जुन ट्रेन्ड चलिरहेको छ त्यो ठाउँतिर चलिरहेको छैन चल्छ बिकज अघिल्लो वर्ष नि त्यही भएको थियो त्योभन्दा पहिले पनि त्यही भएको थियो ठ्याक्कै सिजन आउँछ नि त तब सिजन आइसक्यो भने ट्याक्कै लगाएर मान्छे त्यहाँनिर जान्छ भिडियो बनाउँछ भाइरल भइदिन्छ भने ल सकियो नि त कुरो त्यही भएर आज हाम्रो भ्लग पनि त्यहीतिर हो कि भाइरल हुने ठाउँतिर झट्ट जान्छ हामी भ्लग बनाउँछ उनीहरू टिकटक बनाउँछ यार भ्लग बनाउने मान्छेको भाइरल हुँदैन कि टिकटकको त भाइरल हुन्छ होला नि भ्लगको कहाँ भाइरल हुन्छ यार भ्लगको अब भएको जस्तो गरिदिउँला त्यही पनि के छैन एउटा भ्युज आइहाल्छ 2टा भ्युज आइहाल्छ कोही न कोही हेरिरहेको हुन्छ कि यस्तो खुसी लाग्छ यसो हेरिदिएको भएर के छैन गाइज राम्रोसँग हेरिदिनु राम्रोसँग कमेन्ट पनि गरिदिनु हेरिदिँदैन हेर्ने मान्छेले अब धेरैवटा कमेन्ट चाहिँदैन मलाई त्यो 1-2टा कमेन्टले पनि काफी काम गरिहाल्छ अहिले त फेरि राम्रो कुरो के छ भने सब्सक्राइबर पनि 85 पुगेको छ के अरे 85 सब्सक्राइबर हुँदाखेरि टक्क भिडियो हालेको छु मैले यो अब रमाइलो हुन्छ अब त ल 85 अब कुन बेलामा फेरि त्यहाँबाट 90 पुग्छ 95 पुग्छ पछि त यार मिटअप हान्नुपर्छ झ्याउ हुन्छ यार बेकार हुने भयो त त्यस्तो साह्रो भाइरल भयो भने त पछि त ओहो हो ल मैले भनेको त असली खजाना चाहिँ यो चाहिँ इट इज अन दि वे मलाई जान्नु पर्ने त्यहाँ पारीभित्रतिर लौ न यहाँ त पुरा बाटै ब्लक छ त ट्राफिक पुलिस नहुनेको नतिजा यही हुन्छ ल छिर्यो ल गयो अब बल्ल है ल गाइस अब सही ठाउँबाट सही कुराहरू देखाउनु पाउने भयो मैले अब यहाँबाट जति हेर्नु चाहिँ हेरे हुन्छ जगरान्टाको फुल के को फुल ब्युटिफुल होइन यति राम्रो फुलहरू हो बाटैभरि आहा कति राम्रो छ हो यसरी भन्न पाइन्छ क्या मलाई थाहा छ यो फेरि एउटा फुल अर्को हुन्छ नि त के अरे त्यो रातो फुल त्यसमा झुकिन्थ्यो कि त्यो त फुल भइने रहेछ पात चाहिँ रातो हुँदो रहेछ होइन मलाई पनि सुरुमा यही लाग्थ्यो कि यो पनि पात मात्रै पर्पल भएको हो कि तर होइन रहेछ जगरान्टाको फुल भनेर छुट्टै फुलै हुँदो रहेछ अनि त्यसपछि त अनि यो फुल पनि राम्रो रहेछ यो फुलको फेरि हामीलाई नाम सुनिरहेको होला कि त्यो शिरीषको फुल भनेर चाहिँ त्यो पारिजातले लेख्नु भएको अरे म त पहिले के झुकिन्थेँ भने शिरीष भनेको चाहिँ नाम हो पारिजात भनेको चाहिँ फुल हो ट्याक्कै उहाँको चाहिँ अपोजिट लाग्थ्यो कि मलाई अनि साहित्यिक स्रष्टाको नामलाई चाहिँ यसरी अपमान गर्नु भएन के अरे राम्रै कुरा गरे हो फेरि कोही अफेन्ड चाहिँ नहुनु ल आयो अब सही ठाउँ आयो हाम्रो ठ्याक्कै यो भनेको चाहिँ थसीखेल हो थसीखेलबाट सट्ट लगाएर हेर्ने भयो भने कति राम्रो आहा कति राम्रो छ यहाँ त होइन अब यति राम्रो ठाउँ छ यति राम्रो फुलहरू छन् यस्तो फुलहरूको बिचमा टिकटक बनाउन पाए त भन्दा मेरो मान्छेले यो भ्लग हेरेर जब आउनुहुन्छ यता आए हुन्छ सट्ट लगाएर मेरो भ्लगलाई थ्याङ्क यू भन्न पाइयो त्यहाँपछि होइन अब हेर्नु बाटो काट्ने मान्छेहरूको त कमी हुँदैन कि बिचमा बुत हाम्फाल्ने मान्छेहरू चाहिँ कता कता जेब्रा क्रस हुन्छ ठाउँ हुन्छ त्यही पनि ए तिनीहरूलाई त के गर्ने यहीँबाटै काट्नुपर्छ आहा ल हेर्नु त कति राम्रो छ यो यस्तो ठाउँ त कहाँ छोडिन्छ कि होइन गाइज कहाँ छोडिन्छ कि यस्तो ठाउँ त यस्तो ठाउँ छोड्न पाइन्छ र पाइँदैन के यो कुरा त विचार गर्नुपर्ने कुरो हो नि है तेरि अब लागिहाल्यो नि 30 सेकेन्ड 31 सेकेन्ड ल अब खुलिसक्यो भने त यहाँ पनि हेर्न पाइहाल्यो अब यो कहाँ हो भनेपछि महालक्ष्मी स्थान
अब कसैले महालक्ष्मी स्थान भन्छ, कसैले महालक्ष्मी स्थान भन्छ, के भन्छ, म चाहिँ दुइटै भनिदिएँ, केही छैन कुरो। अब हामीलाई यो पनि यसो हेर्नु पऱ्यो भने त आहा कति राम्रो पऱ्यो होइन। यो त भ्लग त साह्रै राम्रो भ्लग रहेछ त होइन। ओइमा स्कुटर चितिरहेको छ मलाई यार। केही छैन गाइस, मेरो बेइज्जत हुनु बाँकी छ अब यति पनि। ओके अब केही छैन। अब यताबाट आउँदाखेरि अब यो हेर्नु त कति राम्रो। आहा अब सबैतिर हो नि मेरो भ्लगलाई आज थ्याङ्क यू नभन्ने गर्न कहाँ जान्छ मान्छेले कमेन्टमा त, त्यो त म थाहा पाउँछु नि 100% हो के। जो आउँछ भ्लगमै ओहो त्यहाँ छेउमा हेर्नु, ओ माई गॉड वाट इज द्याट ह्यापनिङ। बाङ्गाटिङमा फर्केर फोटो खिच्नेहरू कमी हुँदैन अब। त्यो चाहिँ मैले मात्रै देखेँ ल, तपाईँहरूले देख्नु पाउनु भएन। अब त्यो चाहिँ मैले छेउतिर यसो टाउको मोडेँ नि त। ओके ल अब हामी चाहिँ ठाउँमा आइपुग्यौँ जहाँनिर एक्सिडेन्ट हुन्छ बेला बेलामा। चापाको दो बाटो। अब यताबाट भित्रपट्टि छिराउनु पर्ला, म चाहिँ यसो मिलाएर चाहिँ। बाँकी जगन्नाथहरू पछि बिस्तारै खोज्दै जानुपर्छ। यो भ्लगको एन्ड भएसम्म जगन्नाथ खोजे आज चाहिँ। कहाँ कहाँ पाइन्छ, सबतिर पाइन्छ, खोज्ने हो, मजाले खोज्ने हो है त। खोज्नु त खोज्नै पर्यो। आज ट्राफिक पुलिसहरू कहाँ छ? एउटा मान्छेहरू चाहिँ बिजुली बलेको झन्डै गएको थियो बाइक त, झन्डै जम्मै बजारेको। नयाँ बाइक रहेछ नि फेरि त्यही माथि भर्खर सिकेको रहेछ। यस्तोहरूले चलाउँछन् बाइक, रमाइलो लाग्छ। यस्तो मजा आउँछ बेला बेलामा हेर्न पाइन्छ। कोही तमासा भइहाल्छ कि यसो कहिले काहीँ पर्खिन मन लाग्छ। यही तमासै हुँदैन यार, यस्तो नभनौँ है। फेरि कसैको तितो बोली हुन्छ कि के भन्छ, तितो बोली होइन हौ, कस्तो बोली रे मैले भुलेँ कि एउटा कुन चाहिँ बोली भन्छ त्यो जिब्रोमा के हुन्छ अरे के, कालो जिब्रो हो, कालो जिब्रो हुन्छ। त्यहाँको बोलेको पुरा हुन्छ। मेरो यस्तो नहोस् है, अहिलेसम्म कालो जिब्रो भएको छैन के अरे, नहोस् फेरि बोल्दैछु मेरो बेकारमा कोही झ्याममा देख्यो, आफै एक्सपिरियन्स गऱ्यो भने बेकार त। अन्त हो त खतम हुन्छ नि त त्यसो त। बहुत ही बुरा होता है रे इसका रिजल्ट। ओके ल हाम्रो फेरि यो जुन सर्च छ त्यसलाई कन्टिन्यू गरिहालौँ। आज कहाँ कहाँ के देख्ने हो यस्तो जगरेन्दाको कुराहरू, त्यसलाई कता कता हामीले हेर्ने हो। ल अब हामीले यहीँबाट खोज्नु सुरु गरिहालौँ है त। फेरि कहाँ कहाँ भेटिन्छ, राम्रो भेटिन्छ गाइज, अरू केही चिन्तै गर्न पर्दैन, राम्रो भेटिहालिन्छ आफै। बिकज हामीले राम्रो हो हाम्रो होइन खोज्ने है यसरी। हल्का 2-4वटा वर्डहरू जुन भारी दिनुपर्छ नेताको टाइपमा। ल के अरे हाम्रो होइन राम्रो खोजौँ। ल हामीले खोज्ने बेलामा अघि महालक्ष्मी स्थानको कुराहरू त कता कता देखिसकेका छौँ भिडियोमा। महालक्ष्मी स्थानपछि अन्त पनि कोही भेटिन्छ कि जुन कुरा खोज्नलाई सजिलो छ कि त्यो खोज्दै जाउँ, हेर्दै जाउँ हामीले होइन। अब खोज्दै हेर्दै जाने बेलामा जहाँ भेटिन्छ त्यो कुरा भिडियोमा धन्काएर हालिहालिन्छ के अरे। धन्काउनु पर्दैन, आफै आइहाल्छ कि भिडियोमा, टक्क लगाएर झ्याम्मै भिडियोमा आउने हो। ओहो भिडियो छ भन्छ मान्छेहरू। यस्तो एउटा रमाइलो कुरो के थाहा छ, यस्तो टक्क भिडियो मोबाइल अगाडि यसो बनाएको देख्यो भने चाहिँ, या फेरि क्यामेरा चाहिँ देख्ने बित्तिकै मान्छेहरू चाहिँ छुट्टै एटिट्युड हुन्छ। यस्तो टक्क भिडियोमा आउँछ कि अन्त मुस्कुराएर आउँछ। त्यो पनि रमाइलो छ। ओहो त्यो 7 बाटोको जाम यस्तै हुन्छ भने 100 हुन्छ कि सिधै काउन्ट भने। बेसिक काउन्ट बिगिन्स फ्रम 100। ट्राफिक प्रहरी परिसर चावला खेल सानेपा, त्यहाँपछि 7 बाटो। ओहो ल अब ठाउँमा आइपुगिहालियो, 7 बाटो क्रस भयो। यो जाम कटिसकेपछि एउटा फिलिङ हुन्छ, आहा कति मजा आउँछ भनेको जाम कटिसक्यो भने त। एकछिनको लागि त साह्रै रमाइलो लाग्छ क्या। अनि फेरि त्यही माथि झन् यो गर्मी सिजनमा जाम कट्यो भने त अब यो त ब्लेसिङ भइहाल्छ। फेरि गर्मी साह्रो हुन्छ क्या। अब यो घाम हेर्नु यो कस्तो हुन्छ नि, बाटोमा चाहिँ पुरै बाटो कालो बाटो हुन्छ होइन। अनि यो पक्की रोडमा त के हुन्छ भने गर्मी धेरै लाग्छ क्या। त्यही भएर चाहिँ जति सक्यो जाम नहोस् भन्ने हुन्छ कि। अब यो गाडीले छेउछेउको बत्ती पालिरहेछ, कता छेउमा क्रस हान्ने हो, फेरि छेउमा क्रस हान्दै त्यही भएर छोडिदिउँ हामी पनि छेउतिर जाउँ न।
यो बाटो भनेको रुखा बाटो परेछ गाइज होइन यसो हेर्दाखेरि थाहा भइहाल्यो नि हामीले होइन यहाँ के थाहा भयो भने यहाँनिर चाहिँ अब सट्टै रुखा बाटो मैले फेरि एउटा रिल देखाएको थिएँ यो गाइज भन्ने बेला दिमागमा त्यही आयो कि के अरे यो युट्युब आने से पहले हमें पता नहीं था हम तो अनि हेलो गाइज हैं भनेर भनेको थिएँ एउटा ठाउँमा के भने मैले आफैले अलिक फनी भएन क्या हो म कतै जाम हो उयो अगाडि हेर नि त्यहाँ घरकोमा त्यतातिरबाट त्यो अर्को छेउको रोड ओ तेरी ओ माई गोड वाउ खतरनाक जाम यार म झन् त्यही बाटो जानु सोचिरहेको थिएँ आज ल झन् गएन त्यो बाटो ल यस्तो हो कि जाम हेर्न पाउने भनेको त अनि हामी चाहिँ जाम छलेर माथिबाट आउने मान्छेहरू छाट लाएर ओहे के हो म त दिमाग खराब गरेर कम्पिट हान्दा छ नि मुलाहरूले ओके केही छैन माथिको बाटो आएको भएर हामी जाम पर्दैन तर थाहा छ हामीलाई अस्तिसम्म यहाँ पनि एउटा छेउछेउतिर कस्तो राम्रो भनेर मान्छेहरू फोटो खिच्न आइरहेको हुन्थ्यो नि यो बाटोमा यो घरको यो माथिपट्टिको ओभरपास के भन्छ यसलाई त्यो पुल के आकाशे पुल जस्तो पुल अल्लाह जीले अपनी जिंदगी बेटा मौज गर्दै बेटे कता कताबाट आउँछ यस्तो बेला बेलामा त्यो न्युजहरू दिमागमा यस्तै हुन्छ मलाई केही काम गर्दाखेरि पनि दिमागमा न्युज आइरहन्छ अब यो बाटो सर हेऱ्यो भने त कस्तो रमाइलो लाग्छ कि यस्तो हेर्दै गर्दाखेरि यस्तो कुदाउँदै गर्दाखेरि चाहिँ मलाई त्यो तराईको बाटो याद आउँछ सम्म परेको बाटो भेट्ने बित्तिकै फेरि त्यहाँ पछि थाहा भइहाल्छ उकालो ओह्रालो आउँछ अनि यो त भ्याली हो भनेर चाहिँ अब त तराईको बाटो त खुब आनन्द लाग्ने बाटो हुन्छ कि सिधा बाटो अनि त्यस्तै बाटोमा कताबाट कुन गाडी आएर बजार दिन्छ थाहा पनि पाइँदैन अब त्यो पनि एउटा डिमेरिट छ यसको बाटोको चाहिँ सो हामीलाई दुइटै गर्न मिल्ने कुराहरू छन् यसमा एउटा मात्रै भनेर छैन ओके अब यो बाटोबाट मैले यता ल्याइहालेँ के अरे अब यताबाट फेरि जाम परेन भने त राम्रो हो के अरे जाम पऱ्यो भने चाहिँ झन्झट यताबाट गयो भने प्रायः त्यो बिच जाम परिहाल्ने कि जहिले पनि त्यो बिचको मेन लेनमा गयो भने चाहिँ अनि छेउबाट आयो भने प्रायः जाम पर्दैन त्यो के छ हामीलाई मासेर जानुपर्ने हो मासेर जाने मान्छेले त के को यहाँ चाहिँ हामीले जाम खानुपर्ने होइन सट्ट लगाएर कुदाउने हो जप्प जाने हो फर्किने हो त्यहाँबाट अरू के छ त ठन्डा पानी पीने का मौज करने का बस गर्मी त यति राम्रो गर्मी छ यहाँ चाहिँ अहिले अब यो बढ्दैछ के भ्यालीभित्र पनि तै पनि एउटा राम्रो काम के छ भने यहाँ हावा चलिरहेको हुन्छ त्यसले गर्दा मौसम चाहिँ बराबरी लाग्छ सबैतिरबाट बराबरी लाग्छ मौसम हावा चलिरहेको भएर चाहिँ अब हावा नचल्ने भएको भए त यहाँ त मरिन्थ्यो यार हावालाई हालत खराब हुन्छ ल यो कहाँ पुग्यो फेरि यो कहाँ पुग्यो यसलाई के भन्छ हौ मनोहरा पुल अब हामीलाई यतातिर त केही पनि छैन हौ त्यो जगरन्दाको फुल छ न त कुनै स्प्रिङ ब्युटी छ यहाँतिर त कम्प्लिट ड्युटी छ हो बाटोमा ड्युटी छ त्यो चाहिँ भन्न मिल्दैन फेरि खाली गर्दा फेरि ल छेड्यो के अरे जिस्कायो क्या छेड्यो भने हिन्दी भने छेड्यो भनेको त नेपालीमा त छेड्नु भनेको त डिफरेन्ट सो गाइज दिस इज हरियो पातमा पनि हामी बाइक चलाइरहेको छौँ मजाले हेरिरहेको छौँ गाइज त्यो यो स्प्रिङ हरियो पातलाई स्प्रिङमा बनाऊँ स्प्रिङमा कन्भर्ट गरौँ अनि हरियो पातलाई हाम्रो स्प्रिङमा राखौँ कति राम्रो छ आँखा भन्दिनँ अब योभन्दा बेसी के छ त ब्लगमा अहिले कन्टेन्ट केही पनि छैन कि यहाँनिर अब त्यो हरियो पातको छेउबाट हामी फेरि हाम्रो सुक्या हात त्यसपछि अरू के छ भने तपाईँले के अरे अब यो गाली खायो भने के अरे काम बिगाऱ्यो भने ट्राफिकले हान्छ लास्ट अब अरू के त चल्यो कोही बात छैन एउटा कन्टेन्ट चलिरहेछ बस उडिरहेछ कन्टेन्ट आफूमा आकाशी पुल भइहाल्यो गाइज आकाशी पुल हेर्नु यसलाई अब कसरी टाइम पास गर्न मन लाग्छ भने सट्टा आएर बस्नु माथिपट्टि 1 घन्टा आधी घन्टा दिनभरि बसे पनि हुन्छ फ्री टाइम जब त्यो पार्ट टाइम जब होइन फ्री टाइम जब त्यो चाहिँ मान्छेहरू चाहिँ नि आकाशी पुलमा रमाइलोसँग बसिरहेको देख्छु कहिलेको आनन्द लाग्छ क्या कति मजाले बस्या हुन्छ आकाशी पुलमा टक्क लगाएर उनीहरूलाई अब खै केही प्रेसरले बस्या हुन्छ होला बिचरा केही भएर होला तर अब यसो हेर्दाखेरि त अब बेरोजगारै देख्छु म त बिङ भेरी स्ट्रेट होइन सिधा बोल्यो भने त फेरि तितो बोलिन्छ नि त फेरि सिधा बोल्यो त
त्यही पनि के छैन, 2-4वटा गाली खाइयो होला भागे कुरो हो। जस्तो म आफै बेरोजगार भएर भ्लग बनाउँदै हिँडिरहेको छु यहाँनिर, त्यस्तै म जस्तै अरू कोही पनि होला भनिरह होला उसले भ्लग हेर्दै गएर चाहिँ म पनि भविष्यमा एउटा भ्लग बनाउँछु होइन। के छैन गाइज, बेरोजगार हुनुको एउटा फाइदा के हुन्छ भने जहाँ मिल्यो त्यहाँ भ्लग बनाउनु मिल्छ। हामीले चाहिँ अगाडि ट्राफिक दाइ टक्क बोलाउनु भयो भने हामीलाई अब कन्टेन्ट भइहाल्यो के अरे। अब ट्राफिक दाइले कन्टेन्ट दिनु भएन भने तनाव हुन्छ फेरि, कन्टेन्ट दिनु भयो दिनु भएन, फेरि कन्टेन्टै मिलेन यार मजाक नगरौँ फेरि पछि यो ट्राफिक पुलिसले यो भिडियो हेरेर बोलाइरहेको अरे कि भाइ कन्टेन्ट चाहिए आइज म तल दिन्छु रे, नहीं कर रे मजाक कर रहे थे हम ओके। अब बल्ल देख्न सकिन्छ हामीले चाहिँ स्प्रिङ ब्युटी जुन हामीले अघि खोजिरहेको थियौँ। सो त्यो स्प्रिङ ब्युटी चाहिँ अब हाम्रो बाटोमा छ। इट इज अन दि वे होइन। इट्स माई भ्लग इट्स नाउ और नाउ आई एम गोना भ्लगिङ फरएभर। माथि अब यही चक्कर माथि नहेरेर झन्डै जान्थ्यो, अहिले फेरि माथिबाट ग्रिन लाइट झन्न बाँच्यो। तै पनि के छैन होइन कि हतारमा आफ्नै सुरमा भएको बेला प्रायः माथि लाइट हेर्दैन कि, अगाडि गाडीहरू यस्तो हेर्छु, गाडीहरू कुदाइरहेको छ भने गाडीसँग गइदिन्छु। त्यसले गर्दा कुन दिन फस्ने हो फेरि अरूको भरसँग गएको बेलामा। अब जस्तो हेर्नु माथिपट्टि मैले लाइट हेरिनँ भने चाहिँ अगाडि गाडी कुदिरहेको देख्छु, कुदाए गाडी सँगैसँगै म पनि के गरिदिन्छु, सट्ट गइदिन्छु म पनि अब त्यो गाडीसँग। यहाँ पुगिसकेको छ अब के यो चाहिँ अब आइसक्यो 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 ओके। आइसक्यो। म त्यो धन्न त्यहाँ चाहिँ हरियो लाइट पछि पहेँला लाइटमा थिएँ कि त्यहाँ चाहिँ, त्यही भएर त्यो लाइट देखेर म आत्तिएको। फेरि कुन बेला ट्याक्क लगाएर माथिबाट सिसिटिभी हेरेर चाहिँ ए भाइ त्यहाँ हेर त्यहाँ मान्छे एउटा गइरहेछ उसले काट्यो लाइन भनेर बोलाइदिने बेर लाउँदैन। फेरि अहिले त रमाइलो के छ भने कहाँको लाइन कहाँ काटेको सबै हेरेर हुन्छ क्या, जम्मै हेऱ्यो भने चाहिँ कहाँबाट ट्याक्क लगाएर उठाउँछ फेरि उसले। ट्राफिक पुलिसको रमाइलो कुरो छ कि अहिले त ट्राफिक पुलिसको पनि स्याभेज टिकटक आउनु थालेछ नि त, फेरि डर टिकटक आउँछ फेरि। हिजो देखिरहेको थियो हामीले त्यहाँनिर त्यो के अरे कलङ्की पुल नजिकै मजाले राखेर मन्थन गरिरहेको थियो, पुरा भाषण दिइरहेको थियो भने डरै भाषण थियो। आहा बसाएर चाहिँ कस्तो रमाइलोसँग टक्क लगाएर। अब त्यो हेऱ्यो भने त ट्राफिक पुलिस आर भेरी एडभान्स्ड बिचरा यार। त्यही भएर पनि अहिले अत्तालिने मन लाग्छ कि बेला बेलामा, कहाँ भाग्यो कहाँ अत्तालियो भन्ने हुन्छ। अब त्यो कुरो ठिकै हो। अब आयो हाम्रो चाहिँ यो चाहिँ कहाँ पुग्यो भने यसो बानेश्वरतिर आइपुग्यो, जसलाई हामीले नयाँ बानेश्वर भन्छौँ। नयाँ बानेश्वर किन भन्दो रहेछ भने त पुरानो बानेश्वर भन्ने ठाउँ पनि रहेछ क्या। अब मलाई यता जानुपर्ने काम चाहिँ थियो गाइज, अब त्यहाँ चाहिँ म कुनै दिन जाउँ ल। अहिले चाहिँ यसो टाइम पास गरिहालौँ उतापट्टि गएर चाहिँ, त्यता होइन यता जानुपर्ने छ अब हामीले। स्ट्राइट जाने हामी चाहिँ अब स्ट्राइट, भेरी स्ट्राइट। यताबाट गएर हामी त्यो जकरन्डाको फुल नहेरिकन त कहाँ फर्किने हो क्या हामी। आज जकरन्डाको फुल त हेर्ने हो। त्यो ब्लू मेमो छ होइन, सिरिजको फुल त्यो वाला कुरो। अब यो बाँकी हामी चाहिँ कहाँ आइपुग्यो फेरि। अब यो कहाँ आइपुग्यो ए होइन नयाँ बानेश्वर भयो त अस्ति आन्दोलन गरेको ठाउँ। यसलाई त कहाँ बोल्न सकिन्छ रे। ल त्यो बाटो क्लोज भइहाल्यो। म जानुपर्ने कता कुन बाटो क्लोज भयो? म जानुपर्ने चाहिँ उता हो गाइस खासमा। त्यो बाटो क्लोज भइदिएर समस्या भयो क्या फेरि। म यता जानुपर्ने थियो बस्तिर, तर पनि केही छैन। अब यतैबाट जाऊँ न त होइन। यताबाट पनि एउटा बाटो पत्ता लगाएको थिएँ कि मैले, जुन बाटोबाट चाहिँ हामीले खोजेको जकरन्डाको फुल ट्याक्क भेटिन्थ्यो। ओहो त्यो मान्छे झन्डै गएको यार है। हामीले देख्यौँ कि देखेनौँ भिडियोमा रे। म यहाँ हुँ रे, मैले चाहिँ भ्लग बनाउँछु रे, अनि मेरो भ्लग सबैतिर चल्दैन रे, मेरो भ्लग थोरैले हेर्छन् रे, सब्सक्राइब पनि गर्दैनन् रे। हो त्यही भन्न बाँकी त भनिहालिस् भन्ला फेरि कसले। केही छैन, हल्का हल्का लाउनु त पर्छ नि होइन। हल्का गफ त दिनुपर्छ नि होइन। अरे हामी यता हेरिरहेछ रे, हरियो बात छ रे, हरियो बात छ, त्यसपछि सेतो रोड छ रे, आकाश छ माथि, अनि छेउमा गाडीहरू छ
अब अरू भन्ने कुरा के छ त, केही छ त? तर त्यो यसो भन्दै नभने पनि अब झ्याउला यसो बसौँ भने भ्लग त्यो दिक्क लाग्ने त्यो यस्तो लाएर चाहिँ बिचरा रुनु लासरी साँसमा भर्दा ओए भेट्यो 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 गाइज भेट्यो 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 जकरन्दाको फुल भेट्यो जकरन्दाको फुल भेट्यो। अब यो फुललाई मजाले चाहिँ फुललाई फुल जस्तै बनाएर जाने हामी। यो बुढो मान्छे कहाँबाट आउँछ बिचमा प्याच चलाएर। लु जकरन्दाको फुल भेटिसकेको छ, अब झ्याममा लाएर जाने हो, त्यहाँबाट भिडियो बनाउने हो, जाने भाङ कुद्ने हो। लु अब जाउँ 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 जाउँ। ए थ्याङ्क यू भेरी मच। क्यामेरा इफेक्ट गाइज, क्यामेरा इफेक्ट। लु जकरन्दाको फुल भएको ठाउँहरू यो चाहिँ यस्तो दामी छ, यो कति राम्रो छ। आहा आहा एउटा फुल देखेपछि आहा भनिहाल्ने हो। आहा आहा वाउ 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 अमेजिङ, ओ माई गुड। क्यामेरा फोटो यो खट्टा मिठावाला गाडी जनी लेबरले बिगारेको वाला। आहा यता पो हो। ओके कोही बात छैन, इन्डिकेटर नबाल्नु, हात देखाउनु होइन। ओहो ओहो लाग्थ्यो हेऱ्यो हरियो बत्ती रे, म हरियो बत्ती हुँ रे, मलाई हेरिनस् भने त जान्छस् रे। गीत आउँदैन मलाई। नो लिरिक्स गोन फायर। ओके डुम ढिस 18 seconds, अझै मोर सेकेन्ड्स रिमेनिङ, 12 seconds रिमेनिङ। अब हामी केही छैन, जाऊ अगाडि जाऊ भाउ जाऊ। 1 कहिलेको प्र्याङ्क हान्छ होला जस्तो लाग्छ क्या। यहाँ ट्राफिक त हेर्दैन नि कतै बसेर फेरि। होइन स्पिड गर्नु हुँदैन रे, स्पिड नगर्नु रे, म ट्राफिक पुलिस हुँ रे। फेरि अहिले आउँछ उताबाट ट्राफिक पुलिसको फेरि मजाक। यो झन्डा देखेपछि मेरो दिमागमा एउटै कुरा आउँछ, जननी जन्मभूमि स्वर्ग तपाईँ गरिएछि। नेपालको झन्डा छेउमा देखेपछि आउने कुरै त्यही हो दिमागमा, देशलाई माया गर्नुपर्छ। ओके देशका लागि लु 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 हामीलाई पनि जान देऊ रे, हामी पनि जान्छ। त हामी जब यताबाट निस्कन्छ न त हामीले नेचुरल ब्युटी देखाउँछ। ओहो ओहो लु हामी पनि यो पछि लागेर गइहाल्ने हो। यहाँबाट सब ब्युटी क्याप्चर गरिदिने आज भिडियोमा, कसैले पनि नगरेको कुरो। यो हाम्रो फर्स्ट भ्लग हुन्छ गाइज, हामीले चाहिँ अब जित्छौँ सबैलाई। हाम्रो भ्लगले जित्यो, सबलाई जितिसक्यो। अब यो जकरन्दाको सबैभन्दा पहिले फुलको पिक्चर हामीले ल्याएर आउँछौँ। यस्तो एक्साइटमेन्ट लिएर आउनुपर्छ कि। ल गाइज अब तपाईँहरू चाहिँ के हेरेर बस्नुभएको, सब्सक्राइब गरिहाल्नुहोस् गाइज होइन। आदरणीय दर्शक तथा के भन्छ यसलाई, के भन्छ हो त्यसलाई, मैले भुलेँ। ए आदरणीय दर्शकबिनहरू, आदरणीय दर्शकबिनहरू, तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो भ्लग च्यानल। हाम्रो भ्लगमा तपाईँले जे पनि हेर्नुहुन्छ त्यो पहिलोपल्ट छ। आज हामीले जित्दैछौँ सबैलाई। आज हामीले रुक वेट नेभर टु एक्साइटेड, नेभर टु एक्साइटेड। हरियो पात छ गाइज, अब लास्टमा भ्लगमा देखाउने थियो। हरियो पात छ, ठुलो रुख छ, यतापट्टि पेट्रोल पम्प छ, उता गाडी छ। अब लु अर्को गाडी गयो, यतापट्टि डुक रहेछ त्यो, सेतो लुगा छ, हेलमेट चाहिँ कस्तो छ, रातो पनि छ। यतापट्टि अब यो ग्रे कलरको हेलमेट छ, के भन्छ ग्रे भन्छ क्या। लु अब के भन्नु, यो कालो हेलमेट छ गाइज। हरियो बस यो सादा बस चाहिँ होइन। मारे त्यो बस कति नजिक आयो। थाहा छ मलाई यस्तो बसहरू कहिले काहीँ आयो भने कस्तो त्यो नजिक आएर छिट्याउँछ जस्तो लाग्छ। अब यहाँनिर यो शहीद गेट भइहाल्यो गाइज। अनि अब यतापट्टि आयो भने यतापट्टि टुँडी खेल भन्छ यसलाई। अब आयो सही ब्युटी, जुन मैले अघिदेखि खोजिरहेको कन्टेन्ट फाइनली
फाइनल्ली भिडियोमा जस्टिस हुने भयो अलिकति। अब यो आइसकेको छ, अब पल्ल हामीलाई चाहिँ अब रियल भ्लगर भन्ने भयो मान्छेहरूले। ल अब त सकिहाल्यो नि कुरो, अब त के त यार भन्नु के त। मैले थाहा छ अघि थाहा त्यो भिडियो आदि बनाउने बेलामा 85 थियो, अहिले फेरि यसो रिफ्रेस गरेर हेरेको अपलोड गर्नुभन्दा अलिकति अगाडि त्यसमा भिडियो एडिट गर्दै जान्छु नि त बिचमा, त्यही भएर साउन्ड राखेको। 86 सब्सक्राइबर पुगिसकेछ भने 1 सब्सक्राइबर एडिट। ओ माई गोड। ल गाइस तपाईँहरूकै लागि हो यो सबै। यो ओ माई गोड माथिपट्टि हेर्नु, यो छेउपट्टि हेर्नु, यो छेउपट्टि केही पनि छैन ल। कसले कसले देखिरहेछ, नदेख्नेहरूको लागि के समस्या भएन, देखा जस्तो गरिदिनु। अर्को भ्लगमा पनि फेरि यसरी देखा जस्तो गरिदिन्छु मैले। लु 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 कति राम्रो। आहा आहा टाढा आहा त्यो थियो नि टुन टुन डिस टाढा आहा। ओहो हाई 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 हाई। यस्तो भ्लगको बहानामा घुम्न पाइन्छ नि त्यति राम्रोसँग। आहा के भन्नु के गाइज, के भन्नु हाम्रो समय। अब यो त रमाइलो हो नि त। आहा टाढा आहा टाढा। अरू जहाँ जेसुकै होस्, कुरो चाहिँ के भने गर्मी चाहिँ साह्रै छ ल। अब गएर मलाई नुहाउनु मन लागिसक्यो, कति मजाले पानीमा चुर्लम डुबेर चाहिँ। पहिले जाडो हुँदाखेरि फरक फरक टाइपको स्नानहरूको पढ्न पाइन्थ्यो। छिटाको स्नान, छिटा फालेर पनि नुहाउन पाइन्छ। एउटा चाहिँ के अरे जलस्मरण स्नान, अनि पानीलाई सम्झेर पनि नुहाएको मान्न सकिन्छ। त्यहाँपछि जलस्पर्शी स्नान, के अरे अर्को के थियो भने नुहाएको मान्छेलाई पनि छोयो भने नुहाएको मानिन्छ। तर अब सकिन्न समरमा चाहिँ त्यो कुरा भन्न। अब गर्मीमा चाहिँ पेलिन्छ। ननुहायो भने शरीरमा मजाले पुरै भिजाउँछ पानीले, पसिना बनाउँ होइन। त हामीलाई गाह्रो त भइहाल्छ, त्यही भएर चाहियोस् पानीमा डुबेकै मजा आउँछ भनेर यसो टक्क लगाएर पानीमा डुबिन्छ। अनि फेमस हुन्छ भैँसी लड्यो है माया गई भेष पानीमै वाला। कोही मा यो भिडियो डरलाङ डुलुङ हुन्छ कि यस्तो गरेछ। जब यस्तो सिचुएसन आउँछ नि त डरलाङ डुलुङ हुन्छ, भिडियो राम्रो बन्दैन। म तपाईँहरूलाई चाहिँ अब के गर्छु भने अझै राम्रो ठाउँबाट देखाउँछु कि। अब झकरन्डावाला कुरो चाहिँ यति राम्रो ठाउँबाट देखाउँछु अगाडिबाट। हामी गाउँतिर त्यो भन्थ्यो त्यहाँनिर चाहिँ हेर्दाखेरि अगाडिनिर अलिक फिल राखेर के कहाँ छ सामान भनेपछि अगाडिनिर छ भन्छ हामीले। अगाडि भनेपछि कहाँ भने धेरै टाढा, नजिक छ भने चाहिँ यहीँनिर यहाँनिर भन्छ। यहाँनिर भनेको नजिकै भयो। अगाडिबाट भनेपछि त्यहाँबाट भनेपछि धेरै टाढा भयो त्यसो। ओहो भरिदियो भरिदियो अबे क्या कर रहा है तू, मरना है क्या तेरे को डर नहीं क्या, बोल दा। ए रुक यार, कोई न्यू तो खोजने है ना कहीं। माय गॉड वेरी लॉन्ग लाइन, हाय 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 भेरी भेरी लॉन्ग लाइन। त्यहाँनिर झोला रहेछ, एउटा झोला उठाइदिने हो कि के हो गाइज? झोला उठाइदिने हो भने उठाइदिउँ। माई डियर एम आइडिया रे के हो सिएम आइडिया। तेरी राम्रै धुवा फाल्यो त यसले। यस्तो राम्रो धुवा त कहीँ पनि खान पाएको थिएन, खान पनि नपरोस्। कालै धुवा फाल्यो। अब यो पछाडि बसको पछाडि बसेर के कन्टेन्ट बनाउनु? लु कन्टेन्ट दिएछ गाइज। अगाडिपट्टि हरियो बस, त्यहाँनिर हरियो बसले मलाई धुवाले भरिसक्यो। मा यो मान्छे कुन चाहिँ झन्डै यसले एक्सिडेन्ट बनाइसकेको थियो, गधाइ रहेछ मान्छे पनि। अब यो स्कुटर पनि हेर्नु न त्यहाँ कहाँबाट चलाइरहेछ, बिच बिचमा छिराउनु खोजिरहेछ। अब यस्तै हो कन्टेन्ट। अब उताबाट आयो बस आयो, यताबाट आएँ म यहाँ आएँ। इसके अलावा कुछ भी बनता है क्या, कुछ और बनेगा ना बने, तू कच्चे मोर बन जाएगा रे।
अब अरू केही नभएर लास्टमा गएर चाहिँ टक्क लगाएर अङ्ग्रेजीमा चाहिँ भ्लग हुनुपर्छ। हेलो गाइज, आई एम मेकिङ भ्लग टुडे, यु वाचिङ इफ यु नट वाचिङ यु ब्याड बोय यु ब्याड गर्ल नटी गर्ल, इफ यु वाचिङ यु गुड बोय गुड गर्ल। त्यो धुवा खान्न मैले गइहालेँ म बच्चो यस्तो धुवा खाएर आउँछु मैले यार। अब सही ठाउँमा आउने हो कि हाम्रो चाहिँ जुन हामी वेट गरेछ न यसरी बसेर त यहाँबाट वेट गरेछ त हामी यहाँबाट सही ठाउँ लगेछ बस। हामी चाहिँ चकाचक ठाउँमा लगेछ झकास ठाउँमा लगेछ हामी चाहिँ। अरू झकास ठाउँमा ओ माई गॉड कितना पतला गल्ली रे। ओहो यो त नेक्स्ट लेनमा पनि छिरिसकेका रहेछन् मान्छेहरू। यो लेन यताबाटको हो कि उताबाटको लेन हो? के छैन, ट्राफिकलाई आपत्ति छैन त मलाई किन आपत्ति? ट्राफिक भनेको दुईवटा अर्थ लाग्छ। ट्राफिक मात्रै भनेको चाहिँ मानिसहरू, ट्राफिक पुलिस भनेको चाहिँ ट्राफिकलाई हेर्ने पुलिस यो एआई आवाज हो। अब आयौँ हामी सिंहदरबार होइन नारायणी दरबार। सिंहदरबार नारायणी दरबार चाहिँ कस्तो हो जिब्रो टङ स्लिप अब जानी बिगारेछ टङ स्लिप। लास्टमा सजिलो छ ल। अब हेर्नु गाई जति हेर्नु चाहिँ हेरे हुन्छ। दामी छ, बहुत दामी छ। यस्तो राम्रो चाहिँ यहाँ आएर भिडियो बनाए भयो, भ्लग बनाए भयो, टिकटक बनाए भयो, इन्स्टाग्रामको रिल बनाए भयो, कतैबाट फेमस हुने मन लाग्छ भने बनायो टक्क ट्याग हान्दिनँ त्यहाँनिर चाहिँ मुभी भ्लग चाहिँ हान्दिनँ लु मेरो नाम आइहाल्छ अनि त्यसपछि म भाइरल गफ लाउनुपर्छ कि हल्का यसरी मान्छेहरूलाई त्यहाँ थाहा हुन्छ कि ला एउटा भ्लगिङ च्यानल छ यार जसले चाहिँ भ्लग बनाउँछ भनेर। 86 सब्सक्राइबर भइसकेका छन्। अब केही छैन, आई एम भेरी फेमस नाउ। अनि त्यही भएर चाहिँ माई भ्लगिङ अनि के अरे के भन्छ यसलाई के भन्छ वाचर्स भ्युवर्स कहाँ वाचर्स भ्युवर्स भन्छ। अङ्ग्रेजी त केटीपेटी नजाने रे, अङ्ग्रेजी धोस्तै पर्दैछ हामी। लु केही छैन, बाँकी प्लानिङ उस्तै रहन्छ। अब यहाँबाट हेर्ने कुराहरू फेरि त्यस्तै हुन्छ रमझम। हो अब हेर बाटोतिर हेर्नु म छेउतिर हेर्छु। लु केही छैन, अब यताबाट यसो हेऱ्यो भने चाहिँ बुझ्नेलाई श्रीकण्ड नबुझ्नेलाई खुर्पाको पेन्ट भन्छ। अब यो आउँछ हाम्रो सही स्पट जुन मैले भनिरहेको थिएँ जकरन्दाको फुलको लागि फेमस ठाउँ भनेको चाहिँ रत्न पार्कबाट अलिकति छेउमा घन्टाघर जहाँनिर घन्टीवाला घर हुन्छ, टङवाला घर। यति राम्रो हुन्छ यहाँनिर चाहिँ। आहा त्यो अहिले जकरन्दा हो त्रिचन्द्रभित्र जकरन्दा त पुरै भरेको छ। नेपालको वान अफ द पुरानो कलेज हामीले पनि थाहा पाउनु पर्ने कुरो। अब यहाँ पनि हरियो लाट रहेछ होइन, हामी रुख्न पाएनौँ। हरियो घाँसहरू देखिरहेको छौँ, हरियो पातहरू देख्यौँ, सबैतिर हरियो छ। अब राम्रो के भन्ने त्यही भन्ने जे देख्यो हामीले। अब त्यसपछि अरू के भन्नु पऱ्यो गाइज भ्लगमा? अब हाम्रो कन्टेन्टमा चाहिँ हामीले रत्न पार्क देख्यौँ गाइज। त्यो रत्न पार्क आयो ठ्याक्कै आकाशे पुलको छेउतिर। अनि रत्न पार्कमा चाहिँ अब जकरन्दाको फुल फुलिरहेछ भन्ने फेरि यहाँ पनि कतिपल्ट जकरन्दा भन्छ कि मान्छेलाई पुरै याद भइसक्यो होला। अब त खतरनाक याद भइदिरहेको कि आइक्यू टेस्ट गर्नु पर्ला ल। हरियो पात छ गाई छेउछेउतिर कताबाट यो यस्तो हेर्दाखेरि आँप जस्तो लाग्ने हो, तर आँप चाहिँ होइन एभोकाडो हो। कसैले नझुकिनु होला, म चाहिँ आज झुकेको हुन्छु चाहिँ। जकरन्दाको फुलहरू जटोको हरियो पातहरू छ। फेरि अरू के छ मैले बोल्ने कुरा? हरियो पात जकरन्दाको फुल, हरियो पात जकरन्दाको फुल। अनि आकाशे पुल पछि अब के हुन्छ शङ्खमूलहरू अब यस्तो रमाइलो छ क्या, यस्तो ट्याक्क राइमिङ गर्न पाइन्छ क्या। अब यहाँतिर आयो भने त अब मलाई चाहिँ अब डढाइरहेको छ घामले चाहिँ, तै पनि केही छैन भिडियोमा चाहिँ चिटिक्क परेको देखाउँछ। हो यसको रमाइलो चाहिँ उठाए कसको के फेरि पानीपुरीवाला उठाएछ अरे, उठाइदिएछ बिचरा पानीपुरीवाला। अब गएर स्लोली गएर टक्क भिडियो बनाएर हालिदिरहेको कि पर्खिनुहोस् न ट्राफिक दाई, ट्राफिक पुलिस दाई अरे कि होइन के पुलिस नगर प्रहरीले जस्तो लाग्यो। नगर प्रहरी दाई पर्खिनुहोस् म भिडियो बनाउँछु भने ला तानी राखेर कि त्यसपछि त ठिक छ केही छैन। अब यो चाहिँ राम्रो ठाउँ परेछ। यो चाहिँ सङ्कटा बजार भयो छेउतिर होइन। भ्रिकुटी मण्डप यसलाई भन्छ कसलाई भन्छ कन्फ्युज भयो, यसलाई भन्छ जस्तो लाग्यो। भ्रिकुटीको मण्डप भएको भएर भ्रिकुटी मण्डप। ओहो लु अब अगाडिपट्टि आउँछ हाम्रो यो चाहिँ भद्रकाली कपालिनी
अनि त्यहाँ चाहिँ टक्क यो ठाउँ, त्यसपछि अब आउँछ हाम्रो यो चाहिँ हरियोवाला ठाउँ। मलाई यहाँ जहिले हरियो लाग्छ अब यतापट्टि आउँछ हाम्रो सिंहदरबार, जुन अघि मैले झुकेर नारायण हिटीको नाममा चाहिँ सिंहदरबार भनेको थिएँ। अब त्यहाँ चाहिँ एक्चुअल सिंहदरबार देखाउन पाइने भयो। ल अब यति भनिसकेपछि त हाम्रो भ्लग त पुरा खतरनाक यार, चकाचक यार, कति ठाउँबाट कस्तो कस्तो कुराहरू भरेको छ, कन्टेन्ट भरेको छ। ए भ्लगमा त पुरा कन्टेन्ट छ योपालि त। यो भ्लग त जान्छ, कहाँ जान्छ खोइ थाहै छैन मलाई। हामीलाई जब थाहा हुन्छ नि हामी तब भन्छ कहाँ जान्छ। ओके, तर एउटा रमाइलो कुरो के भयो भने आज हामी प्रायः ट्राफिक जाममा त्यति चाहिँ फस्नु परेन, त्यो सातो बाटोको बाहेक। सातो बाटोको स्टार्टिङ चाहिँ अलिकति खतरनाक पर्यो। ओइ ओइमा के गर्छ यसले, रमाइलो रहेछ यो त, रमाइलो साह्रै रमाइलो रहेछ त। आहा, अब यतापट्टि हेऱ्यो यो प्रायः जहाँतिर पनि यही फुल बाहेक अरू फुल छैन त यार। चमेली फुल होइन, अर्को फुल के अरे घन्टी फुल। ओके, जिस्केको फेरि यस्तो भन्दैला, फेरि तँलाई मन परेन त के गर्नु त नहेर्न भन्दैला फेरि मलाई। ठिक छ, यहाँ केही छैन, हामी जे छ जस्तो छ त्यस्तै राम्रो छ भनिदिने हो। अब भ्लग त 1-1.5 घन्टाकै बन्छ होला, हेर्छ होला र कसैले एउटा मुभी हेरे जसरी मजाले काठमाडौँ वरिपरि गाउँदै लगाएको केही छैन, नहेरे पनि बनाइदिने हो, बनाएपछि हालिदिने हो, हालिदिएपछि कसैले हेर्छ भने हेर्छ, हेर्दैन भने त्यस्तै भयो, के गर्नु, उसकै लस। यसमै तेरा ए होइन, वेट वेट, त्यस्ता कुरा भन्नु हुँदैन। बेला बेलामा हल्का यसो परेर कोही आइहाल्यो भने भनेर चाहिँ उनीहरूको लागि बनाउनुलाई चाहिँ ऐसे बनना पड़ता है। हेलो गाइज, आप देख रहे हो हम ब्लॉग बना रहे हैं। आज हम नेपाली हैं, हम और नेपाल में ब्लॉग बना रहे हैं। हमारा नेपाली भी अच्छा है, हमारा हिंदी भी थोड़ा थोड़ा अच्छा है, हम हिंदी में भी ब्लॉग बना सकते हैं गाइज। अनि देखो गाइज, हमें सब्सक्राइब करो गाइज, हमें सपोर्ट करो। हिंदी वाला त्यो वाला छ नि, त्यो प्रायः त्यो के अरे हिन्दीमा चाहिँ प्रायः त्यो सर्ट्सहरू स्याबे सर्ट्सहरू बनाएको हुन्छ, त्यो पनि सब्सक्राइब होला के, बेचारा सेन्टिमेन्टल हुने टाइपको के। हमें कोई भी सपोर्ट नहीं करता गाइज, छोटा क्रिएटर समझ के। केही छैन, मलाई त खुब मजा लाग्छ कि त्यो हेर्दै बस्छु, खुब आनन्द लाग्छ। ओके, त्यो यस्तो हेर्छु कि साह्रै आनन्द लाग्छ कि, त्यो कति मजाले भने आउँछ भन्नु पनि। अनि एउटा एक दुईवटा त पुरै सर्ट्सहरूमा पनि यस्तो अनुहार देखाएर बेचारा रुन्चे रुन्चे अनुहार लगाएर चाहिँ हमें कोई सपोर्ट नहीं करता है ना, अगर कोई हमें सब्सक्राइब कर दो ना तो हम भी वो हो सकते हैं। वो क्या हो के वो भने के खै, ल ल ल यो मुर्गाहरू कहाँबाट आउँछ फुत्त सट्ट लगाएर क्या खाने गरी आउँछ। हेरेँ म यतिको स्पिड गरिरहेको छु, अहिले पछाडिबाट सट्ट आउँछ छेउमा। अनि साँच्चै भने यो बेलामा चाहिँ दिमागमा आउँछ कि मैले टिप्पर लिएर आएको भए जस्तो हुन्छ क्या। यो बेलामा आउँछ क्या। अब तर नचाहिने ठाउँमा जहाँ पाए त्यो इन्फर्मेसन नदिकन हल्का टेटो नहानिकन सट्ट जब क्रस हान्छ नि त, तब त साँच्चै टिप्पर कुदाउनु मन लाग्छ क्या। अनि टिप्पर कुदाएको ओहो 3 जना ट्राफिक एउटै बाइकमा। माई गॉड, प्योर गॉड, व्हाट इज ह्यापनिङ। ओहो ओके ओके, अलिकति नजर तिम्रो झुकाएर आऊ, बादल जस्तो कालो केश फुकाएर उड़ाइरहेछ उड़ा ले बेटा अपनी जिंदगी, उड़ा ले जी ले बेटा अपनी जिंदगी। ओहो, अब हामी 12:22 भएछ, त हामी घर चले जाने भएछ। अब जब हामी अब घर चले जानु भएछ त हाम्रो भ्लगिङ भी कहाँ भइलिएछ भने खत्म गरिदिनु भएछ। पर अझै टाइम छ रे, डोन्ट वरी रे, यो भ्लग खत्म भए छैन रे, यो एआई हो रे। ओके, कोही यता न उता हुने गरी बिचमा चलाउने मान्छेहरू छ नि त, यिनीहरू त लगेर बोरामा झाकेर चाहिँ साँच्चै खेल्दैन मन लाग्छ। गाई अब म यसो छेउतिर आफै टाउको फर्का हेर्न पाइरहेको छु, यतापट्टि यो सुकुम्बासी बस्तीहरूको ठाउँतिर केराको खम्बा छ, जहाँ पनि के हो त्यहाँ त केराको बोट छ यार। है केराको खम्बा है 4 भाइ जम्बा। ओहो
traffic police guy is doing something on mobile. He is watching TikTok. He is watching my vlog. अनि मेरो भ्लग हेरेर आइतिर आएर कि ल भाइ पर्खी तैँले कहाँ स्पिड हानेको थिइस् खतम के लाजमा त भ्लग हेरेर सिट हानिदिएर अरे यार त्यस्तो भयो भने त सकाइहाल्यो कुरो यार भ्लग हेरी हेरी कन्टेन्ट हेरी हेरी लाजमा सिट हानिदियो भने त रात बत्ती बोलो झ्याप्प गाडी रोक्यो पहिला एउटा आउँथ्यो रेडियोमा एड होइ 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 गर्मी त साह्रै छ साह्रै रमाइलो छ यतिको रमाइलो हुन पाए त हामीलाई त अरू केही चिन्तै छैन त ढुक्कै हो नि टेन्सनै छैन लु अब हामी यहाँबाट अलिकति अगाडि जानु पऱ्यो भने अब आउँछ पुल्चोक यहाँतिर चाहिँ अलि हरियाली छ क्या बाटो बाटोमा बिच बिचतिर अनि यहाँ पक्कै पनि राम्रो ठाउँ भेटेला यहाँ के गर्दै हुनुहुन्छ ओहो नेपालको झन्डा छेउछेउमा टाँस्दै हुनुहुन्छ नगर प्रहरीले लो गाइज अब बसन्त ऋतु आयो ओ माई गॉड अब यतिको भयो भने त अब अरू के समस्या पऱ्यो होइन हेर्न मजाले स्पिड लग्यो टक्क लगाएर बिचमा रोक्यो बिचमा कुराकानी गरिरहेको छ उयोमा उयो कताबाट आयो एउटा आयो भाइ ए जेब्रा क्रसिङ रहेछ हेर्न यो जेब्रा क्रसिङको कालो चाहिँ लागेको किन होला कि त्यो हटाउनै पर्ने भने पुरै हटाओस् अर्को ठाउँमा कोरिदियोस् नहटाउने हो भने त कालो लगाएको छ फेरि सेतो देखिरहेको छ पानीले पखालिदिएर फेरि मान्छे त्यहीँबाट क्रस गरिरहेछ त्यति भन्नु त परिगयो हल्का होइन यस्तो भन्यो भने हल्का जस्टिस गरे जस्तो नि भयो कि अनि के लाग्ने भने ओहो यो मान्छे त सोसल अनि के अरे सामाजिक प्राणी रहेछ सोसल बिइङ होइन एनिमल त्यसपछि यसले त अब ओइ के गर्छ अरे भाइ स्पिड अप गर्नु छ स्पिड अप गर स्लो गर्नु छ स्लो गर कहाँ बिच बाटोमा त्यहीँ ठिक छ केही छैन भिडियो रहेछ नि त्यही भएर पनि खोजेर जस्तो मेरो पनि भिडियो है मेरो पनि भिडियो के चिन्ता गरेको तैँले रुक रे ए होइन यसरी नभन्नु यार फेरि त्यो मान्छेले भिडियो हेरिदियो भने गाइस केही छैन तपाईँ सब्सक्राइब गर्न सक्नुहुन्छ अरे कि अब यहाँनिर अब टाउको खुट्टा राख्न चाहिँ मन लाग्दैन कि जहिले पनि यस्तो बाटोमा चाहिँ कुदाइहाल्न मन लाग्छ जेसुकै होस् कुरो सो मैले पनि कुदाइहालेँ अब गएर पेट्रोल भर्नु पर्ला अनि त्यहाँपछि अरू के छ यसो टङ्की टक्क भऱ्यो भने त रमाइलो हुन्छ होइन टङ्की फुल हुन्छ गाउँघरतिर पहिले टङ्की भन्थ्यो कि ट्याङ्की भन्दै ले 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 हो त्यो बिच बिचमा कता कताबाट बाइक सट्ट लिएर आउँछ नि त उनीहरूको लागि भने क्या मैले अब हामी चाहिँ जानुपर्ने वारिपारिपट्टि हो वारिपट्टि के गाउँ त त्यता त फेरि घुसिन्छ कता भित्रतिर लु केही छैन हामी जहाँ छ जे छ यस्तो हेर्दाखेरि चाहिँ हामीलाई चक्रान्डा या फेरि हरियो पात या फेरि अरू के छ त हामीलाई घाँस होइन अनि त्यस्तो कुरा देख्यौँ आज त्यसले गर्दा के थाहा भयो भने स्प्रिङ सिजन फर्केर आयो अरे के अब नयाँ मुभी हलमा नयाँ मुभी आउँछ होला सिनेमा हलतिर नयाँ मुभीहरू आउँछ अनि त्यहाँपछि त्यसलाई पनि हेर्नु होला गाइज अब त्यो पनि भनिदिने अब यो भने के हो भने मुभी भ्लग भन्न पाइयो हामीले चाहिँ अब सट्ट लगाएर ओहो यो मान्छेले त मुभी पनि प्रमोट गर्दो रहेछ अनि यो मान्छेलाई अब दिनु पऱ्यो क्या मुभी प्रमोसन भनेपछि त मान्छे त अब के भनेको त लोभिएर आउने भयो क्या पैसा दिँदै ल मेरो मुभी तपाईँले चाहिँ प्रमोट गरिदिनुहोस् आहा प्रमोसनको लागि केही छैन सुनेका नभए 45 त्यसरी चाहिँ अब यो पहिला हामी गाउँघरतिर चाहिँ रेडियो खोल्थ्यो होइन रेडियोमा भन्थ्यो कि सुनेका नभए 45 डटको बाटो खुल्ला रहने तपाईँको लागि तपाईँ आउन सक्नुहुन्छ रेडियो एफएम समथिङ के मेगाहर्ज भन्थ्यो क्या अनि त्यो दिमागमा ठ्याक्कै सेट भएको थियो अहिले खात आइहाल्यो मुखबाट हो के हो मान्छे ओभर साइज छ बाइक चाहिँ यहाँ चाहिँ अन्डर साइज परेछ के छैन अब एमएनएम ज्याकेटमा देखाएको थिएँ ल म त्यही पढेको मेरो सरले पनि मलाई हेर्छ मेरो विद्यार्थी देखेँ मैले आज मेरो विद्यार्थीले भ्लग बनाएको छ अरे कि मेरो सरले मलाई हेरेर वाउ अन्त खुब रमाइलो हुन्थ्यो अब यो आयो हाम्रो जावला खेलमा धेरै त छैन अलिअलि छ यो गाडी बिचमा राख्नु अझै बिचमा राख्नु डाङ्ग लगाएर पछिबाट अर्को गाडी ठोकिदिन्छ तँलाई मैले जावला खेलमा हेरेर पनि पहिले पनि एक्सिडेन्ट भएको भन्ने देखाएको थिएँ कता अब त्यो चाहिँ यस्ता गाडीहरूले गर्दा हुँदो रहेछ रेन्ज रोभर लु
बाटो त ठिकै छ। अब यो रातो बत्ती बोल्न थालेँ, कहाँबाट म जाममा परेँ फटाफट। अघि यार बोल्ने बेलामा कहाँ बोलिहाल्यो, जामै परेको छैन भने त अहिले फटाफट जाम परिरहेछ। त्यही भनिसकेपछि हो कि जहाँ पनि जाम परेको, फसेको। ओहो के हो यस्तो? त्यो त्यही हुन्छ ब्युटी विथ नो ब्रेन। यहाँ चाहिँ केटीहरू मजाले हिँडिरहेको छ, त्यो पनि माथि रातो बोलेको बेलामा। ओके, अब यो त हामी उताबाट यसो सर्ट घुमायो भने अब यहाँ हेर्नु, यहाँतिर पनि अब स्प्रिङ सिजन। गयो, अब गयो, त्यो गाडी गयो। त्यो दुईवटा गाडी चिटमा फस्यो। त्यो दुईवटा गाडीहरू के सुट चलेर गएको होला यहाँबाट, झ्याप्प लगाएर गइदिएको बिचरा। झन्डै तिनीहरू कारणले पनि गएको थियो अहिले। मैले त माथि रातो हेरेको थिएँ कि अलिअलि, कता देखेको रातो, अनि त्यही भएर अनि पिछाड पुरा हेर्न नगएको। अब त्यो दुईवटा गाडीहरू कहाँनिर फस्छ हेरौँ न है, यस्तो रमाइलो हुने भयो क्या। एकान्त कहाँनिर त फस्छ होला नि कमसेकम, कहाँ फस्छ होला, तर कहीँ न कहीँ त फस्छ होला कि। हेर्छ नि त कताबाट ट्राफिक कन्ट्रोल चाहिँ, अनि मजा आउँछ कि टक्क छेउमा छोपेर चाहिँ आउनुहोस् म तपाईँलाई भिडियो देखाउँछु तपाईँको भनेर चाहिँ उनीहरूको ब्लग देखाइदिन्छ क्या, त्यही भएर। ओके, अब त्यो त्यस्तै हो। यहाँपट्टि हेर्न पाइयो पनि हरियो घाँसहरू छ, हरियो रुखहरू छ होइन। ऊ त्यहाँ एउटा ठुलो हरियो रुख छ। अब अरू के हेर्नु पऱ्यो र ब्लगमा, यही त होला त। अरे गर्मी कस्तो हो रे। ओके रुकुम। अब यहाँ त यस्तो रमाइलो छ, मलाई यस्तै चाहिँ रमाइलो लाग्छ कि यस्तो गएर कहीँ बाघ कुदायो भने एउटा रमाइलो चाहिँ के लाग्ने भने ठाउँ वरिपरि घर हेऱ्यो पनि फेरि हेर्नु पऱ्यो भने पनि दिक्क चाहिँ लाग्दैन क्या मलाई। यो ललितपुर भ्याली, फेरि ललितपुरमा होस्, काठमाडौँमा होस्, कतै कीर्तिपुरमा होस्, जहाँ होस् क्या, काठमाडौँभित्रको घरहरू मलाई जतिपल्ट हेरे पनि मलाई चाहिँ त्यो दिक्क लाग्दैन। आहा लागिहाल्ने कि मलाई चाहिँ, अलि बानी बिग्रिहाल्यो। त्यही भएर जे छ रमाइरहेको छु, हेरिरहेको छु, मजाले इन्जोय गरिरहेको छु। टक्क लगाएर एक दुईवटा भिडियो पनि बनिरहेछ, त्यसैमा हाम्रो भ्लग पनि बनिहाल्छ। भ्लग त्यसैलाई भन्छ। ओके ल, यो भ्लग चाहिँ यहीँ एन्ड गरौँ। शुभरात्रि। ल यो चाहिँ बोनस क्लिप, यहाँपछि सक्यो मेरो काम, बोल्ने कामहरू, म थाकेँ।